गाइस, हजुर सन्चै हुनुहुन्छ होला? म पनि सन्चै छु। अनि तपाईँहरू के गर्दै हुनुहुन्छ अहिलेको अवसरमा? आज चाहिँ म चाहिँ नरमेला जाँदैछु। आज 6 गते वैशाखको 6 गते नरमेला लाग्छ है, त्यहाँ जाँदैछु। तपाईँहरूलाई म भरे मेरो ब्लगमा देखाउँछु है त। हजुरहरू सन्चै हुनुहुन्छ होला? यदि हजुरहरूले मेरो भिडियोलाई माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। सानो सानो भिडियो बनाउँछु म पनि, खासै भ्लग त बनाउनु आउँदैन, त्यही प्रयास गरिरहेको छु होइन। यसो सब्सक्राइब गरिदिनु होला है त भन्न चाहन्छु। म चाहिँ सिटीमा चलिरहेको छु है त। हाम्रो सिटी सवारी आज चाहिँ हामी यस सिटी सवारीमा जाने है, नरमेला है। सो नरमेलामा जाने मान्छेहरू चाहिँ टन्नै छ है, टन्नै छ। ड्राइभर हो उहाँ चाहिँ, बुहारीहरू दुइटै बुहारीहरू, नानीहरू। हजुर कहाँ जानु आँट्नु भएको अरे? हजुर एकदम है, हजुर देखिराख्नु भएको छ है। हामी चाहिँ आज चाहिँ अब नरमेला जाँदैछौँ। हामी चाहिँ अब म मेरो भरे यो चाहिँ भ्लग मेरो भिडियोमा लाउँछु है। सो खासै बनाउनु आउँदैन, यस्तो प्रयास मात्रै गरिरहेको है। हजुरहरू जस्तो भन्छ सबचोटि धेरै चाहिँ भ्लगहरू बनाउनु आउँदैन। सो हल्का फुल्का बनाउन कोसिस गरिरहेको छौँ है। यदि हाम्रो यति साधारण भिडियोलाई है, नेचुरल भिडियोलाई यदि माया गर्नुहुन्छ भने तिलक साम्पाङमा पनि तपाईँहरूले सब्सक्राइब गर्न सक्नुहुनेछ। भरे लाउने नि त, भरे लाउने क्या, जोड्दै गर्मी हो छ गाई चाहिँ हेर्नु न, यस्तो गर्मी हुँदाखेरि जानु परिरहेको छ। मन्दिर काली मन्दिर नरमेलाको है, वैशाख 6 गते लाग्छ। यस्तो छ गाई चाहिँ मास्तिर जाने है। यता 24 बाटो छ यतातिर होइन। नजाने हरेको गाई छ कति छ हौ, हेर्नु न हौ। यस्तो ठाउँ छैन त्यो मान्छे यस्तो छ गाई। हाम्रो चाहिँ अहिले मकैबारी छ है, मकैबारीको सिजन छ। यस्तै छ हो, पल्लो लाइनको बाटो, दोकानहरू छ है, घरहरू छ, यस्तै छ, यस्तो छ। क्याम्पस डाँडाको अरे यो चाहिँ गाइज, क्याम्पस डाँडा। हाम्रो जाँदैछ, हामी जाँदैछौँ। हाम्रो झिल्के भाइ लिम्बू डाँडा पहिलोचोटि हाम्रो जताबाट लिम्बू डाँडा घुम्न सफल भएको व्यक्ति जानकी चोक आइपुग्यौँ हामी चाहिँ है। हामी चाहिँ जाँदैछौँ। हामीले मेरो म चाहिँ यहाँ टक्कसँगले केराउन बजार, यो चाहिँ केराउन बजार अरे, केराउन बजार यस्तो रहेछ है गाइज। है मेला यो चाहिँ केराउन है गाइज। सबै मेला जानेहरू हो है, सबै मेला जाने मान्छेहरू सबै भिड छ आज गाइज। मेलाको भिड हेर्नु त आज सिटी सवारीको भिड कम्ती छैन गाइज, के गर्नु यस्तै छ है, धेरै भिड छ हौ गाइज। सिटी यसरी हेर्नु त यो ठाउँ है, यसो मेला आउने भिडहरू हेर्नु छ। अनि हामी पनि आइसकेको छौँ। अब सिटी सवारीको त धेरै भिड रहेछ। आइसकेको छौँ, हाम्रो सिटी सवारी यहाँ राख्ने हो। आजको मेला आउने गाइजहरू यति धेरै छ, धन्नै सिटी सवारीले थामेको छ है आज हामीलाई। प्रेमीहरू हामी दाजुभाइ चाहिँ अब आज राति मेलादेखि लिएर हरेक मेलाहरूमा धाउने मान्छे हामी नै होइन। अब यो मेलामा त होइन, अब हरेक ठाउँको मेला पनि धाउने हो। कस्तो भन त, यति धेरै हो गाइज हेर्नु न, यति धेरै सिरिज। यहाँ चाहिँ रहेछ खरबुजा भाइ, हेर न समोसा, हेर न यहाँ हेर त। अब तिम्रो गर्लफ्रेन्डलाई लागि किन न। पश्चिममा अब हामी यहाँ छ होइन, यता यसो हिँडिरहेको छ मान्छेहरू। त्यत्र पसलहरू देख्नुभएको छ, लुगा कपडा पसल है, त्यो छ।
तपाईँ है हेर्नु चाहिँ देख्नु सक्नुहुन्छ तपाईँहरूले। यो चाहिँ हाम्रो चिसाङ खोला नरमेला यानि कि हाम्रो नरमेला भन्छौँ हामी चाहिँ यसलाई। गाइस भिड छ आज नरमेला मेला यति धेरै आज काली मन्दिर हो है। यो चाहिँ सो नरमेला यति धेरै मेला लागेको छ गाइस। पनि त नि टिका लगाइँदैछ यहाँनिर गाइस। यति धेरै घोडा पनि चढाएको छ। सो रुन्जाउँदै हुनुहुन्छ होला अनि यसो देखेर भएको छ मसुरीहरू सबैजना आफ्नो परमा छ छ। सो सबैले भएको छ घुमेको छ जस्तो छ गाइस। लाग्यो यो भाइले टिका नलाउने अरे गाइस के गर्नु हेर्नु सबै गर्मी भएर पसिनाले सबै टिकाहरू पुसिएको छ केही छैन ओके एनिवे है। सो हेर्नुहोस् रमाइलो भइरहेको छ मेलाहरू हाम्रो चाहिँ होइन। सो सधैँभरि यस्तै रमाइलो गर्न पाऊँ है गाह्रो छ। पूजा गरेर निस्क्यौँ त्यस्तो घुमाउनु न है पूजा गरेर निस्किएको छौँ। देख्नुभएको छ तपाईँहरूले देख्नुभएको छ है देख्नुभएको छ। सो प्याकेट मार्देखि पनि सावधान रहनु होला है गाइजहरू। धेरै गर्मी छ गाइज के गर्नु भिड भयो आम्मा कति साह्रो धेरै भिड हो यो मेला। झिल्के भाइ रुटुपिङ खेल्ने जानु यो भएर भिड छ हो भिड छ कति खेल्नु भिडमा हामी खेलेर आउँछौँ नि त हामी खेलेर आउँछौँ। यति धेरै भिडमा रामी रामी केटीहरू कोही पनि छैन नि। क्यामेरा यहाँनिर प्याज र आलुचप किन्दै हुनुहुन्छ माइजू। कति धेरै भिड हो नि मेला। प्याजी र आलुचप खाएको अवस्था भिड भएर कति गर्मी है चिसो छ। गाइस 50 रुपियाँको कुको जुसहरू 50 रुपियाँको जुस। चाहिँ मेला घुमेर हामी निस्किँदै गरेको कति गर्मी त मेला पनि घुम्न सक्यो है गाइसहरू। के गर्नु न मलाई खोल्नु खोज्नु त खाँदैछ। अब हामी घर जाने हाम्रो त यहाँसम्म अब घुम्यौँ। यहाँ आजको मेला रमाइलो भयो नरमेला। फेरि अर्को वर्ष बाँचेछ भने अवश्य आउनेछौँ हामी। सो हेर्नु होला यस्तो छ भिड छ है गाइजहरू नरमेला त अब यही हो। अर्को वर्ष बाँच्यो भने फेरि आउनेछौँ।